वेलकम टु उमाई गार्डन रिजोर्ट इन्जिनियर साहबहरु दम हाम्रो रिजोर्टको काम बवाल हुनु पर्यो हजुरहरु जस्तो प्रोफेसनल मान्छे ल्याएपछि चिन्ता नगर्नु न 10 वर्ष 4 महिना 35 दिन पढेर इन्जिनियर पो भएको हो त इन्जिनियरिङ त 4 वर्षको कोर्स हैन अब ब्याक कटाउँदाखेरि एक्स्ट्रा 5 वर्ष लाग्यो नि त जाम न भन्दा पनि खोइदैन हजुरको इन्जिनियर साथीहरु ए इन्जिनियर साहब कपडा खोलेर के गर्न लाग्नु भयो काठमाडौँ अहिलेसम्म खोला नदेखेको रिजोर्ट भित्रै खोला रहेछ यसो नुहाइदिउँ कि भनेर नि म त अर्को इन्जिनियर साहब चाहिँ के गर्दै हुनुहुन्छ त नि नक्सा ए उहाँले चाहिँ राम्रो काम गर्नु रहेछ ओए आइज भाइ कहाँ अहिले नुहाउन लागेको त नि पहिला काम सकौँ न ओ माई गॉड गोलो घर यो कसरी अड्ड्यो तपाईहरु इन्जिनियर त हो नि कहाँ नहुनु सर 10 वर्ष 4 महिना 35 दिन पढेर इन्जिनियर भएको हो नि ए भनेपछि तपाई पनि ब्याकवाला हो अब जे भए पनि ओरिजिनल सर्टिफिकेट त छ नि त ल ठिक छ हाम्रो कन्स्ट्रक्सन एरिया चाहिँ यही हो है ए राम्रो रहेछ है कन्स्ट्रक्सन एरिया ल हाम्रो काम सकियो जाम न त है ल बाइ बाइ सकियो कस्ता खालका इन्जिनियर हुन् यस्ता इन्जिनियर हुन् नि त के गर भन्दाखेरि 36 खोलाबाट पौडिदै आइज त चाहिँ सिधै अन्डरग्राउन्ड हुँदै रिसेप्सनमा जा ओके म मेन गेटमा हुन्छु 3 जना भेट्नु च्यापचुप लुट्ने भागिहाल्ने